हुन्छ सर। अब आज चाहिँ हामी सर क्यानभाबाट चाहिँ थम्बनेल बनाउने च्यानल आर्ट बनाउने भन्ने विषयमा चाहिँ हजुरको लागि के त क्लास गर्दैछौँ। यो चाहिँ एकदम सजिलो छ, सजिलो तरिकाबाट गर्नुपर्छ र यो चाहिँ एकदम इम्पोर्टेन्ट पनि छ है। अब यसको लागि चाहिँ हामीले क्रोम ब्राउजर खोल्नुहोस् त सर, गुगल क्रोम ब्राउजर खोल्नुहोस्। त्यहाँनिर हिजो हामीले लगइन गरिसकेका छौँ, हो त्यो क्यानभा भन्ने चाहिँ खोल्नु होला। यहाँ एड सर्कलमा पनि राख्न सक्नुहुन्छ ल। हो canva.com भयो सर। अब यहाँनिर के लेख्नुहोस्, यहाँ छ नि सर, सर्च मिलियन अफ टेम्प्लेट्स भनेको ठाउँमा लेख्नुहोस् त युट्युब थम्बनेल। त्यहाँदेखि युट्युब थम्बनेल अब सर्च गर्नुहोस्। अब जुन क्रिएट अ ब्ल्याङ्क युट्युब थम्बनेल आएको छ नि सर, हो त्यसलाई क्लिक गर्नुहोस्। अब यो भनेको चाहिँ के हो, यसलाई नो थ्याङ्क्स गरिदिनु भयो भने हुन्छ। ल अब एकैछिन रोक्नु ल, अब म तपाईँलाई केही कुराहरू देखाउँछु। अब यहाँनिर के छ भन्दाखेरि तपाईँलाई आवश्यक पर्ने सामग्रीहरू सब यहाँ छ। हिजो मैले त्यो हाम्रो क्यापकटमा के भनेको थिएँ, टप साइडमा थियो है, माथि यतापट्टि साइडमा थियो है, टपमा थियो। तर यहाँ चाहिँ के तपाईँलाई के पनि चाहिन्छ, यो स्क्रिनको देब्रे साइडमा छ, डिजाइन, इलिमेन्ट, टेक्स्ट, अपलोड सबै यो साइडमा छ है। अनि अरू भनेको यो भनेको चाहिँ स्क्रिन भने नि, हिजो मैले जसरी त्यो हाम्रो टिभीको स्क्रिन भनेको थिएँ, यो चाहिँ हाम्रो त्यहाँ भएको कुराहरू यहाँ सो गर्छौँ। र यो गर्ने काम भइसकेपछि तपाईँको यसलाई एक्सपोर्ट गर्ने काम, यसलाई निकाल्ने काम चाहिँ सेयर भन्ने अप्सनबाट गर्छौँ है। यति बुझ्नुभयो भने अहिलेको लागि ठिक छ। अब सबैभन्दा सुरुमा चाहिँ सर तपाईँ हामी चाहिँ अहिले के छौँ, भर्खर सुरुवात गरिरहेका छौँ नि त अब युट्युबमा काम गर्नको लागि। त्यसैले चाहिँ यो क्यानभामा के राम्रो छ भने अलरेडी डिजाइनहरू छ। कुनै एउटा डिजाइन पिक गर्छौँ, त्यो डिजाइनमा चाहिँ आफूले काम गर्छौँ है त। जस्तै डिजाइनमा कस्तो चाहिँ नलिनु, यो डिजाइनमा हेर्नु त यहाँ क्लिक भइरहेको छ हजुरको, देख्नुभयो? डिजाइन होइन त्यसमा। डिजाइन हो, त्यसमा क्लिक भएको छ। त्यो क्लिक हुने बित्तिकै यहाँ तल चाहिँ यो फोटोहरू आएको छ, देख्नु भएको छ? हजुर अब यहाँ सुन्नु है त, यो जुन प्रो लेखिएको छ यसमा चाहिँ सर नछुनुहोस्। यसमा छुनु हुँदा के हुन्छ नि, पैसा माग्छ, एक्सपोर्ट हुँदैन। हिजो जसरी क्यापकटमा भएन, त्योभन्दा तल तल भएको मात्रै कुन चाहिँ हजुरलाई राम्रो लाग्छ एउटा लिनुहोस्, जुन चाहिँ प्रो नहोस् ल। झट्ट हेर्दाखेरि राम्रो आई क्याचिङ खालको। त्यो चाहिँ धेरै डार्क जस्तो, यो अलिक उ भएन सर, यो झट्ट हेर्दाखेरि मान्छेको आँखा जाने खालको हुनु पर्यो कि। होइन यसलाई डिलिट गरिदिनु एउटा सर, भन्ने तपाईँ किबोर्डबाटै डिलिट गरिदिनु। होइन कन्ट्रोल ए गरेर डिलिट गर्नु भएको भने चाहिँ सर सब जान्छ एकैचोटि। अब डिलिट गरिदिनु, कन्ट्रोल ए गर्नुहोस् त सेलेक्ट। ओ गुड। ल अब डिजाइनमा फेरि जानु। यसमा यो त त्यसै खालको देखाएछ, फेरि एकचोटि डिजाइनमा छुनुहोस्। यो चाहिँ व्हाइट ब्राउन भन्ने मात्रै देखायो क्या, तपाईँले त्यही चुज गर्नु भएको भएर यसलाई यहाँनिरबाट ब्याक गर्नु सर। अझै तल तल जानु त, त्यस्तै खाले मात्रै देखायो। ओ ल यहाँतिर जस्तै यो छुनु होला एकचोटि, यो पनि ठिकै देखाएको छ। हो ल अब यो के हो भने मान्छेले बनाइदिइरहेको थम्बनेल हो कि, उनीहरूले चाहिँ बनाएर युज गरिरहेछ। तपाईँ हामी जस्तो व्यक्तिहरूलाई चाहिँ यही पनि प्रयोग गर्न मिल्छ है फ्रीमा भनेर राखिदिएको छ। अब के गर्ने, तपाईँ हामीले चाहिँ अहिले चाहिँ झट्ट धेरै नसोच्ने कि के गर्ने भन्दाखेरि सर, यो फोटो भएको ठाउँमा आफ्नो फोटो ल्याएर राख्ने, यो लेखेको ठाउँमा आफूलाई लेख्न मन लागेको कुरा लेख्ने। अब सुरुमा फोटो ल्याउनु पर्यो हो, फोटो ल्याउनलाई के गर्ने, तपाईँको ल्यापटपमा फोटो छ है? ल अब एउटा नयाँ ब्राउजर खोल्नु सर पहिला सुरुमा। अब त्यहाँनिर रिमुभ बिजी भनेर सर्च गर्नुहोस्। बिजी, बिजी, बिजी बी। हजुर, पिजी होइन म्याम। होइन होइन बिजी नै हो, बेस्ट तपाईँको बिजी। ए ल अब सर्च गर्नुहोस् त। हो यो माथिको आएको छ नि सर, हो त्यसलाई छुनुहोस्। यो चाहिँ हामी फोटोको ब्याकग्राउन्ड हटाउनलाई गरिरहेका छौँ है। होइन। हजुर, अब यहाँनिर अपलोड इमेज छ, त्यहाँनिर छुनुहोस् सर। अब हजुरको फोटो कहाँ चाहिँ ल्याउनु होला।
हेर्नु त फोटोको ए, ब्याक हो यसलाई डाउनलोड गर्नुहोस्। अब भोलिको दिनमा तपाईँलाई यदि फोटोको ब्याकग्राउन्ड हटाउनु छ भने यसलाई प्रयोग गर्न सक्नुहुन्छ है त, फ्रीमै हुन्छ। होस्। यसलाई हामीलाई आवश्यक पर्ने जतिको जस क्वालिटी छ यसमा है, अहिलेलाई काम चल्छ। अब फेरि क्यानभामै जानुहोस्, मिनिमाइज नगर्नुहोस् सर, क्यानभामै जानुहोस्। त्यो डाउनलोड भइसक्यो। अब यहाँ अपलोड भन्ने देखिरहनु भएको छ है सर, यता सामग्री यता छ ल, एलिमेन्ट्सहरू। ए, अपलोड्समा जानु, हजुर। त्यो गर्नु पर्यो हो। अब अपलोड फाइल्स गर्नु। अब डाउनलोडमा जानु, गुड, त्यो माथिको फोटो ओपन गर्नु, तल ओपन छ सर। हो त्यो फोटो आइसकेको छ है त्यहाँनिर। हो, अब त्यो फोटोलाई के गर्नुहोस्, एकचोटि छुनुहोस्, फोटोलाई छुनुहोस् त एकचोटि। त्यहाँ छु, यता यता फोटोमै छु नि, त्यसरी होइन, त्यो त सिलेक्ट भयो। हो त्यो फोटोमा चाहिँ छुन्नु न, हो यो फोटो कहाँ आयो, यहाँनिर आयो। अब यो मान्छेको साइजमा यो फोटोलाई बढाउनु सर। अनि यसको यो यताको लेन्थहरू बढी देखेको चाहिँ यसलाई घटाउनु त सर। यो त्यहाँबाट घटाउनु होइन सर, त्यहाँबाट नो, त्यहाँबाट घटाउनु भने त्यो सानो हुन्छ। यसलाई चाहिँ पहिला काट्नु नि, यसलाई चाहिँ घटाउनु बढाउनु चाहिँ त्यहीँबाट, तर ए, यो यसलाई होइन होइन। तपाईँको फोटो छुनुहोस् त। हो यसको यो चस्मा भन्दा यता पर धेरै भाग यो देखिरहेको छ नि, यसलाई छोटो काट्नु न, यता ल्याउनु न, तान्नु न, हो त्यहाँबाट, गुड, उताबाट नि तान्नु। हो त्यसरी चाहिँ काट्ने भन्नु खोजेको हो, अब उताबाट नि ल्याउनु हो। टाउकोमा थोरै तल गर्नु, हो ल भयो। अब त्यो कर्नरको यो चारवटा डल्लो छ नि सर, हो यसबाट चाहिँ यसलाई बढाउने, ठुलो बनाउनु त, अझै बनाउनु, अझै। त्यो मान्छे भाटामा, त्यो मान्छेलाई अब मान्छे भापट्टि लानु, राइटपट्टि बोक्नु, अझै ठुलो बनाउनु सर। हो ल भयो, पछाडिकोलाई अब डिलिट गरिदिनु। हो अब यो फोटोलाई थोरै तल छुवाउनु, उडेको जस्तो देख्यो, थोरै तल छुवाउनु, भयो। अब यो फोटो के भने टेक्स्ट चाहिँ देब्रेतिर छ, फोटो चाहिँ दाहिनेतिर फर्किए जस्तो भयो हो। अब यो फोटोलाई पनि यतै फर्काउँ भन्ने चाहिँ फ्लिप छ सर, एफएलआइपी माथि। जहाँ पनि काम गर्नलाई सेलेक्ट भएको होइन सर, यता छ। अब रोक्नु, म एउटा भन्छु ल। तपाईँलाई चाहिने कुरा हिजो क्यापकटमा जस्तै इलिमेन्ट्सहरू यहाँ भए तापनि, तर यो बक्साभित्र ए, आएको कुरालाई एडिट गर्नको लागि चाहिँ सब यो टाउकोमा हुन्छ ल, यसको टाउकोनिरै। ए, हजुर। फ्लिपमा गर्नुहोस् त। ए, हो ए, भयो होइन। हो ल, अब बाहिर छुनुहोस्, एकचोटि बाहिर छुनुहोस् ल। फोटोलाई यता कुनामा टाँसिदिनु भयो भने हुन्छ, अझै। हो ल, अब यति आयो। अब फोटोलाई अब अलिकति सिँगारौँ पटारौँ भन्ने लाग्न सक्छ हामीलाई हो। हो अब त्यसको लागि के गर्ने भन्दाखेरि यहाँ इडिट छ नि सर, इडिटमा जानुहोस् अब। ए, अब थोरै तल आउनुहोस्। हो यहाँनिर हेर्नुहोस्, यहाँनिर नन छ, हो यसमा ट्राई गर्नुहोस् कुन चाहिँ हजुरलाई सुइटेबल हुन्छ फिल्टर्समा। झट्टा उभियो, कस्तो राम्रो देखियो अघि भन्दा है। उम्, हो यहाँबाट चेन्ज गर्ने फिल्टर है। अघिको त्यो फ्रेसको राम्रो देखिएको छ सर, उयो सेकेन्डवाला। हो हेर्नु त कस्तो टक्क लाएर लाइट मिल्यो है। अब यो इन्टेन्सिटी चाहिँ कति राख्ने भने चाहिँ यसलाई घटाउने बटाउने चाहिँ इन्टेन्सिटी ट्राई गर्नु त, बढ्दै घट्दै जान्छ। अब त्योभन्दा थोरै ए, तल हजुर। त्यो इन्टेन्सिटी भन्नाले कस्तो हो? त्यसको चाहिँ त्यो जति जुन हामीले राखेको छौँ नि सर, त्यसको यो के भन्छ यसलाई, त्यो हामीमा यो जस्तै तपाईँ सुरुमा चाहिँ तपाईँको नर्मल थियो। अब फ्रेसको राख्ने बित्तिकै तपाईँको त्यो ए, इफेक्ट त्यो फिल्टर आयो। त्यो फिल्टर चाहिँ तपाईँको त्यो फेसमा चाहिँ रियल फेसमा चाहिँ कतिको राख्ने त भन्ने हो क्या। 100% भयो ए, भने त राखेको भयो। अब कम कम गरेको भने अलिअलि घट्दै जान्छ है। ए, हो हो, बुझेँ बुझेँ। ल अब मेरो त्योभन्दा आँखा मेरो आँखाले पनि भ्याउँदैन नि त्यही भएर अब। त्यति देखिया छैन, स्याडोमा आउनुहोस् त। अब तल्लोमा आउनु सर, अब स्याडोमा छुनुहोस्। अब यो ग्लोमा छुनुहोस् त एकचोटि, के हुँदो रहेछ हेर्नुहोस्। हो ग्लोमा छोएर अब ड्रपमा छुनुहोस्, आउटलाइन। अब यस्तो गर्नुहोस्, तपाईँले यहाँ चेन्ज नै देख्नुभएन, हो कलर चेन्ज भयो है। कलर कहाँबाट चेन्ज गर्ने, तल छ ल। तल जानु त यसलाई तान्नु त्यो बारलाई, अझै जानु, यहाँ कालो छ, कालोलाई रातो गरिदिनु अथवा सेतो गरिदिनु, त्यहाँ ठ्याक्कै देखिन्छ। यहाँ माथि छुनु न सर, हो त्यही छुनु नि,
कलर माथि बक्सामा छुन व्हाइट भइरहेछ अहिले। रेड रङ अहिले रातो निलो जुन राख्नु भयो नि हुन्छ, त्यो पछाडि सेतो भाबर खासै नदेखेको हो। रातो राख्नु भयो नि हुन्छ ल सर, एकचोटि रातो राख्नु त। ल ठिक छ, अब रातो राख्नुभयो। अब यहाँनिर हेर्नुहोस्, यो इन्टेन्सिटी बढाउने घटाउने गर्नुहोस्। बढाउनु भयो भने पुरै रातो देखिन्छ, घटाउनु भयो भने पुरै देखियो। अनि यहाँनिर डिस्टेन्स छ, अनि एङ्गल, अनि यो ब्लर। अब यसमा चाहिँ हजुरलाई यो हेर्दाखेरि अलिक गाह्रो लाग्न सक्छ अहिले, थोरै माथि जानु त सर। अहिले वास्तवमा चाहिँ हजुरलाई आउटलाइन गरिदिने, त्यसपछि बिस्तारै बिस्तारै अभ्यास गर्ने। यो आउटलाइनलाई छुनुहोस् ल, यो गर्नु चाहिँ मजाले बुझ्नुहुन्छ। हो, चारैतिर आयो हो। अब फेरि तल जानुहोस्। अब कलर चेन्ज गर्ने भने गर्नु, अनि साइज बढाउनु घटाउनु भयो भने अब साइज यो बढाउनु घटाउनु गर्नु त साइज गर्नु कति चेन्ज हुन्छ साइजले पनि। हो, कति मोटो बस्यो। थोरै राख्नुहुने कि यस्तो। तपाईँले लिइदेख्नु भयो होला नि त युट्युब भिडियोतिर होइन, मान्छेहरूको यस्तो चारैतिर आइरहेको डरको के हो त्यो भनेर। अलिअलि पनि राख्नु सकिएला। इन्टेन्सिटी अब बढाउनु हुन्छ नि, इन्टेन्सिटी बढाउनु हो। तपाईँले यहाँनिर वान राख्नु भयो भने केही पनि चेन्ज देखाएको छैन। इन्टेन्सिटी जेरो गऱ्यो भने त केही देखिँदैन नै। इन्टेन्सिटी हो त्यति राख्नु पऱ्यो, वानलाई बढाउनु पऱ्यो नि त सर। साइज चाहिँ अनि जेरो वान गर्नु भएको छ नि, कहाँ देखिन्छ त साइज बढाउनु त। ओ, अब चाहिँ देखियो ल, अलिअलि हो कि जस्तो देखियो है। ल यति मात्रै राख्नुहुन्छ, इन्टेन्सिटी पुरै गयो ल। धेरै नि गयो सर, यो त नराखेको जस्तो देख्यो, टोपीमा मात्रै देखिने भयो तपाईँको इन्टेन्सिटी देख्नु। हो ल ठिक छ ल सर, यति साइज यति भएपछि भयो ल, छोडिदिनु। अब यसलाई हजुर एकचोटि त्यसपछि म्याम यहाँनिर ब्याक यो स्याडो छ नि, यसबाट ब्याक जानु त फेसलाई थोरै ह्यान्डसम पनि बनाउनु मिल्छ। यो यहाँनिर आउँदा सर थोरै तल अघिकै ठाउँमा अटो फोकस भन्नेमा छुनुहोस् त तल, यहाँनिर। यहाँ चाहिँ कुकुर भानेर कुकुर, माथि माथि कुकुर, बल भन्दा उता कुकुर छ नि, बल स्याडो भयो। ओके छुन्नु त है तपाईँलाई अटो फोकस उसले गरिदिन्छ। अटो फोकस र रिटच गर्नुहोस् अनि भयो। फोटोलाई अहिलेलाई यति गर्नुभयो पुग्छ, फोटो अलिकति राम्रो हुन्छ। अनि अर्को रिटच, फेसलाई फोकस गर्नु। अघि यहाँ जेरो जेरो थियो भने यो बढ्यो कि। अब फेरि यसलाई ब्याक गर्नु सर यहाँनिरबाट। फोकस यसै यहीँनिरबाट। अनि त्यसलाई त त्यो त आफै गरेको हो, यो क्यानभा आफैले गरिदिएको हो, त्यसलाई केही नगर्नुहोस्। यहाँबाट अघि जेरो जेरो थियो, उसले चाहिँ अटो फोकस गरेर मिलाइदिएको हो कि, लाइट मिलाइदियो फेसमा। अब यहाँ जानु नि। ए परेन त्यो त, ए सुरुमा जेरो थियो हामीले गरेपछि त्यति पुग्यो हो कि उसले बनाएको। थोरै तल आउनु फेरि, यो अझै। ओ, यो फेस रिटच गर्नु। अब यो अनुहारलाई उसले बनाइदिन्छ, छुन्नु त एकचोटि। जेरो छ, अब यसले बनाइदिन्छ, केही नगर्नु। 25 भयो। ए गोरु गोरु ए सक्दैन, कति राम्रोलाई ह्यान्डसम हुनुभयो हेर्नु त। तपाईँ त क्यानभामा सबै हुनुहुन्छ नि है। ल ठिक छ, यतिको गर्नु भने गजब हुन्छ। यहाँ आयो अब टेक्स्ट है। अब यसलाई यहाँनिर क्लोज छ सर, अब यसको काम सक्यो, क्लोज गरिदिनु भयो नि हुन्छ। अब फोटोमाथि फोटो राखेर अर्को गर्ने भन्नुहुन्छ नि, ल एउटा फोटो राख्नुहोस् ल सर। हजुरलाई सजिलो छ, त्यही भएर म अझ एडभान्स कुरा गरिदिन्छु यहाँनिर। अपलोडमै जानु सर एकचोटि, अपलोडमा त्यहाँ तल छ सर, तल डिजाइन इलिमेन्ट्स तल सर, यहाँ आउनु त। यहाँनिर छ भने यहाँनिर, यहाँ सर यहाँनिर अपलोडमा। अघि हामीले फोटो ल्यायौँ नि, तपाईँको त्यही फोटो ल्याउनु। होइन होइन, त्यहाँ अलरेडी छ फोटो, भएकै फोटो ल्याउने। क्यान्सल गर्नु, क्यान्सल गरिदिनु। हो यो ए फोटो यहाँनिर हुन्छ र त्यही ल्याउनु। ए होइन होइन, ब्याकग्राउन्ड हटाएकै ल्याउनु अहिलेलाई, तपाईँकै ल्याउनु ब्याकग्राउन्ड हटाएको। पहिला यो छ म्याम त्यही ल्याउँ, ब्याकग्राउन्ड हटाएको। यो नानीको चाहिँ नराख्नु, ए ब्याकग्राउन्ड हटाएको। त्यही हो। अब यो फोटोलाई यतै ल्याउनुहोस् ल, यतै ल्याउनुहोस् यतै। यो देखाउन मात्र लाऊ, यो चाहिँ राख्दैनौँ है हामी। म तपाईँलाई त्यो नयाँ कुरा यसकै साइजमा तान्नु त सर। यो पछाडिको साइजमै तान्नु, अनि यतैपट्टि फर्किरहेको छु फोटो। अलिकति यता
हो ल त्यही राख्नु पनि हुन्छ ल। यो मैले देखाउनु खोजेँ यहाँनिर ल, अब चाहिँ यो ट्रान्सपेरेन्सी भन्ने यहाँनिर छ सर, यसलाई छुनुहोस् त एकचोटि माथि। हो त्यसलाई घटाउनु। हो यसरी हो। ए फोटो माथि फोटो देखाए जस्तो नि भयो। हो हो यस्तो गर्न सक्। ट्रान्सप्यारेन्ट है। हो त्यस्तो कुरोमा देखाउनु खोजेँ यसमा, अरू के पनि हुन्छ। कहिले कहिले मान्छेहरूको आइरहन्छ नि त फोटो माथि फोटो, के हो यो छाया हो कि के हो भन्ने जस्तो हुन्छ नि, हो त्यसको लागि ल डिलिट गरिदिनु सर अब, यो तपाईँलाई देखाउनको लागि मात्रै हो। ल अब यो फोटो भयो मानौँ होइन, यो फोटो भयो हजुरको लागि। अब के गर्नु भन्दाखेरि अब यहाँ लेख्नुहोस्, के लेख्नु भने बेस्ट युट्युबर लेख्नुहोस्, बेस्ट द बेस्ट युट्युबर, द बेस्ट त्यही छ, युट्युबर मात्रै लेख्नुहोस्, मोबाइल ठाउँमा युट्युबर लेख्नुहोस् सर, द बेस्ट त्यही छ। कन्ट्रोल जेड गर्नु सर, अलरेडी छ त्यहाँनिर। हो ल मोबाइलको ठाउँमा युट्युबर, तल आउनु त मोबाइलमा छुनुहोस् न होम, त्यहाँ चाहिँ युट्युबर लेख्नुहोस्। युट्युबर। द बेस्ट युट्युबर इन नेपाल गर्नु न। इन चाहिँ आइएन त कता भयो। ए डिलिट गरिदिएँ क्या आयो, डिलिट गरिदिएँ म्याम। होइन कन्ट्रोल जेट गर्नु सर, त्यो फर्मेट बिग्रिन्छ, त्यो कन्ट्रोल जेट गर्नु त अझै। अझै कन्ट्रोल जेट गर्नु, हामीले नेपाल लेख्नुभन्दा अगाडिको अझै। यो थियो गेम्स थियो अघि। हो ल वाइओयु, ए तपाईँको बीको आर चाहिँ तल खसेको रहेछ कि, वाइओयुटियुबिई आर चाहिँ त्यसलाई तन्काउनु पर्यो, जानु त बी बाटोमा जानु त, वाइओयुटियुबिइआर ई युट्युबर। हो ए त्यसलाई त्यो बिचबाट तान्नु हो गुड। अब त बेस्ट युट्युबर अब गेम्सको ठाउँमा इन नेपाल गरिदिनु सर, स्पेस पिएल नेपाल, द बेस्ट युट्युबर इन नेपाल। अब यसलाई चाहिँ हटाइदिनु भयो नि हुन्छ, माथिको टपलाई चाहिँ त्यो आवश्यक छैन हामीलाई। हो यति भयो। ल ठिक छ। अब यति भएपछि नर्मली तपाईँको के भयो त, यो यतिको थम्बनेल राख्नु हुँदा पनि लगभग मान्छेको आँखा आँखा जान्छ, राम्रै देखिन्छ होइन। अब तपाईँलाई चाहिँ अब टेक्स्ट थप्नु पर्यो, नयाँ टेक्स्ट थप्नु पर्यो नि त, आफूलाई पनि थप्नु मन लाग्छ, त्यसको लागि चाहिँ यो टेक्स्टमा आउनु छ ल। एड टेक्स्ट गर्नु भयो हुन्छ यहाँनिर, यहाँनिर छ सर यत्रो धेरै, त्यहाँ माथिबाट गर्नु भने चाहिँ धेरै ठुलो आयो, तर यहाँनिर तपाईँलाई एड अ हेडिङ एड अ सब हेडिङ कत्रो साइजमा चाहिँ यहाँनिर छ कि, एउटा कुनै साइज ए हो त्यो लिनुभयो। अब यहाँनिर के लेख्नु छ तपाईँलाई, के लेख्नु छ भने बोकेर हो यहाँनिर लिएर यहाँतिर बाई लेख्नुहोस्, मिस्टरको अगाडि बिवाई बाई लेख्नु सर। द बेस्ट युट्युबर इन नेपाल बाई मिस्टर सतीश चौधरीले चाहिँ के त यो यसको बारेमा भन्नुभएको रहेछ भन्ने बुझिन्छ नि त होइन, स्पेस हो ल। अब यही टेक्स्टलाई चाहिँ हामी थोरै एडिट गर्न सिक्छौँ ल, त्यही अक्षरलाई छोड्नुहोस् त सर, त्यो माथिकोलाई छोडिदिनुहोस्, त्यो जस्तो छ त्यो एडिट राख्नुहोस्। तपाईँलाई अझै एडिट राम्रो गर्न आउँछ भने अझै गर्नुहोस्, नभए चाहिँ यो तलकोलाई के गर्ने कलर चेन्ज गर्नु पर्छ सर, यसैमा सिकाउँछ है, त्यो माथिको भएको चाहिँ होस्। तपाईँलाई कलर चेन्ज गर्नु पर्यो हो त्यहाँनिर छ, बोल्ड बनाउनु पर्यो त्यहीँ छ, यसको के त यसको यो के भन्छ यसलाई फर्मेट चेन्ज गर्नु पर्यो, साइज बढाउनु पर्यो, यहाँ अन्डरलाइन गर्नु पर्यो, इफेक्ट राख्नु पर्यो, सब यहीँ छ ल गर्नुहोस् त, त्यो ट्रान्सपेरेन्ट। कलर चाहिँ कस्तो राख्नु पर्यो, ब्याकग्राउन्ड डार्क छ भने लेटरको टेक्स्ट चाहिँ लाइट राख्नु पर्यो, अनि टेक्स्ट चाहिँ यताको चाहिँ के त ब्याकग्राउन्ड चाहिँ एकदमै लाइट छ भने टेक्स्ट चाहिँ एकदम डार्क राख्नु पर्यो। त्यो झट्ट हेर्दाखेरि मान्छेले बुझ्नु पर्यो कि लेख्न त लेखेको राम्रो लेखेको तर नबुझिने भयो, कलरले नै पछाडि पनि येल्लो अगाडि पनि येल्लो भन्दा हराइहाल्यो नि, ब्याक राम्रो देखिएको छ सर ल ठिक छ।
अब अब यसलाई यसमा बुझ्नु भयो होइन? अब जस्तै यसलाई ब्याकग्राउन्ड बुझेन चाहियो भन्ने होला नि त तपाईँलाई होइन, कि चाहिँदैन? राखौ जस्तै न बेगमा यहाँनिर आउनु त, यहाँ तिनवटा डटमा हजुर यसबाट होइन रहेछ, रोक्नु है त, त्यहीँनिर हुनुपर्ने त, यो तिनवटा डटमा पक्नु है त, एडभान्स परिमाण। एडभान्स फर्मेटिङ अबाउट दिस स्ट्राइक यो इफेक्टमा हेर्नु त सर, एकचोटि इफेक्टमा, इफेक्टमा छ होला यसमा। हो इफेक्टमा रहेछ, यसलाई तल तान्नु, तल तान्नु, यहाँनिर छ ब्याकग्राउन्ड, छुनुहोस् त ब्याकग्राउन्ड भन्छ होइन, चेन्ज हेर्नु है तपाईँको स्क्रिनमा हो। अघि पछाडि येल्लो थियो होइन, अब चेन्ज गर्ने, यो कलर चेन्ज गर्ने यहाँबाट। ब्ल्याकै राख्नु भने चाहिँ देखिँदैन नि त फेरि है। तल छ नि सर यसको, यसको लागि मात्रै हो त्यसको लागि मात्रै चेन्ज हुन्छ। हो तपाईँले कुन टेक्स्ट सेलेक्ट गर्नुभयो, तल छुनु त तल, यो यसले आउनु त तल, खोइ चेन्ज चाहिँ भइरहेन। भइरहेछ मेरो भइरह, ए भएछ। यसको ब्ल्याकमा ब्ल्याक त हराउँछ, येल्लो भन्दा नि अर्कै राख्नु सर त्यो पछाडिको। हो यो पनि ठिकै छ होला सर, यति गर्नुभयो ल, अहिलेलाई टेक्स्टको लागि यति मात्र बुझ्नु ल, बिस्तारै गर्नुभएछ हजुरले बुझ्नुहुन्छ, टेक्स्ट पनि यही हो। अब यो भएकैबाट चाहिँ हामीले के गर्नुभयो त, काम गर्ने भयौँ। अर्को एउटा भनेको इलिमेन्ट्समा छुनुहोस्, आउनु त, इलिमेन्ट्स भन्ने छ, कहाँ छ भने इलिमेन्ट्स यहाँनिर, सामाजिक जति सबै साइडमा छ, चाहिने जति इलिमेन्ट्स, इएलइएमएन। अब यहाँनिर तपाईँलाई जस्तै फ्रेम चाहियो भने सर्कल फ्रेम भनेर टाइप गर्नु त, जे चाहियो त्यो पाउनुहुन्छ। कुनै कुनै पैसा लाग्छ, कुनै कुनै पैसा लाग्दैन। सर्कल एफआरएमई फ्रेम, ल एउटा कुनै लिनुहोस्, प्रो नभएको यो भन्दा यतापट्टि बोर्डर भएको चाहिँ लिनु सर, माथि माथि, यो त्यो होइन योहरू, हो त्यो बोर्डर छ नि त, लिनु त। हो यो आयो है, अब यसलाई बोकेर यहाँ माथि राख्नु ल, यतापट्टि 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 सर, यसलाई सानो गर्न मिल्छ, सानो गर्नु, जहिले सानो गर्नु चाहिँ हो त्यसैबाट अलिकति तल ल्याउनु ल। हो अब चाहिँ यहाँनिर चाहिँ के गरौँ भन्दाखेरि इक्जाम्पलको लागि मात्र है त, नानुको फोटो छ नि अघि सर, हो त्यो नानुको फोटो ल्याउँ त अपलोडबाट, अपलोड तल छ सर, हो नानी फोटो ल्याउनु। अब यो नानीको फोटोलाई त्यो काट्नु केही गर्नु पर्दैन सर अहिलेलाई, बोकेर यहाँनिर लगेर राख्नु त्यो, त्यो बाटोमा। हो देख्नुभयो, यसरी चाहिँ फ्रेमभित्र बसी आफै, हो यसरी चाहिँ फ्रेम ल्याउन सक्नुहुन्छ, यसरी चाहिँ। ए म्याम हजुर। यो फ्रेममा जसरी अहिले राखियो नि उम्, यो भिडियो राख्ने बेला पनि यही तरिका हो कुन भिडियो? त्यो भिडियो पनि हुन्छ नि यसैमा जस्तो भिडियो एडिट गर्दाखेरि अब यस्तै उम्, फ्रेममा राखेर भिडियो चल्छ नि ए तल देखाइराख्ने, युट्युबको तल देखाइराख्ने अँ, भन्नुभयो, कुन भन्नु मैले बुझिनँ। ए जस्तो जस्तो मानव एउटा भिडियो चलिरहेको छ होइन उम्, जस्तै हजुरकै भनौँ न जस्तो मानव के अरे कुनै अब भिडियो सिकाइराख्नु भएको छ भनेपछि तपाईँको आफ्नो फोटो चाहिँ यहाँनिर आउँछ नि गोलो गोलो उसमा त्यो चाहिँ त्यो हामीले त्यो हिजो इन्ड स्क्रिन के भन्छ त्यसलाई, कस्टमाइजमा हेरेको थियौँ नि सर, कस्टमाइजमा तपाईँको होम ट्याब थियो, अनि त्यहाँनिर त्यो फोटो अपलोड गर्ने यसरी राख्नु पर्दैन, त्यसको लागि छुट्टै ए यसरी बनाएर राख्दा पनि भयो सर होइन, आफ्नो जुन प्रोफाइल छ त्यसलाई त्यहाँ अपलोड गर्दा पनि हुन्छ त्यो है। ए हुन्छ हुन्छ हस्, अब सेयर गर्नु सर, एसएचआर सेयर, अब एक्सपोर्ट गरौँ है यसलाई, डाउनलोड, डाउनलोड, यसरी चाहिँ हजुरले थम्बनेल बनाउनुहोस्, त्यो माथि चाहिँ त्यो नानीको त्यसरी राख्नुपर्छ भनेर न हजुरलाई फ्रेमको लागि मैले त्यो भने है त, ल यो छोडिदिनुहोस्। अब हामी के गर्छौँ भन्दाखेरि अब नयाँ एउटा कुरा गर्छौँ, के गर्छौँ भन्दाखेरि च्यानल आर्ट बनाउँछौँ है, च्यानल आर्ट भनेको हजुरलाई थाहा छ? नै पहिलोपल्ट सुन्दैछु म्याम पहिलोचोटि सुन्नु भएको छ है।
च्यानल आर्ट भनेको चाहिँ हाम्रो जुन च्यानलको पछाडि पछाडि पछाडिपट्टि बस्ने एउटा ब्यानर हो कि त्यो बनाउँछौँ। त्यसको लागि चाहिँ हजुरले यहाँ अपलोडमा जानुहोस् त। अपलोड फाइल्स गर्नुहोस् सर माथि। त्यो मैले पठाएको त्यो भर्याङवाला हजुरले डाउनलोड गरेर राख्नु भएको छ है फेसबुकमा। त्योवाला छ भने कुन कुन चाहिँ डाउनलोडमा डाउनलोडमा छ होला सर त्यो के वाइट त्यसमै हो। कुन यो होइन त्यही हो ल्याउनुहोस् ओपन गर्नु। यो त आयो। अब हामी यसमा काम गर्दैनौँ केमा काम गर्छौँ नयाँ बनाउँछौँ है। अब नयाँ खोल्नु पऱ्यो फाइलमा जानु सर एकचोटि फाइलनिर क्रिएट न्यू डिजाइनमा जानु सर। अब नयाँ बनाउँछु यो भइसक्यो। अब यो तपाईँले एकचोटि काम गर्नुभएपछि त्यहाँ जहिले बस्छ है। अब युट्युब ए च्यानल आर्ट युट्युब ब्यानर आर्ट भनेर लेख्नु त्यहाँनिर युट्युब ब्यानर आर्ट यो ब्यानर ब्यानर आर्ट भनेर सर्च गर्नुहोस् त्यो युट्युब ब्यानर गर्नु त ल। तल युट्युब ब्यानर आएको छ नि त्यसलाई छुनु एकचोटि। एसएलएम उम्, ओ यो फुल्दैछ पाउने। नो थ्याङ्क्स गरिदिनु। अब यहाँ चाहिँ के गर्ने अघि चाहिँ हामीले के गर्यौँ भन्दाखेरि थम्बनेलको लागि चाहिँ के गर्यौँ यो भने चाहिँ एकचोटिको लागि मात्रै गर्ने हो कि सर। एकचोटि अथवा दुईचोटि यो चाहिँ हामीले जुन पाए त्यही हिसाबले राख्यो भने चाहिँ के हुन्छ भने त्यहाँ हामीले जुन लक्ष्य राखेर गरेको त्यो नहुन सक्छ है। त्यसैले चाहिँ अब एकैछिन ढुक्नुहोस् केही नगर्नुहोस् यहाँ तल आउनुहोस् त सर एप्स भन्नेमा आउनु त। एप्स भापट्टि आउनु त हो त्यसलाई तान्नु त सर यसलाई एप्स भन्दै यतापट्टि एउटा हो तान्नुहोस् तपाईँको के रहेछ म्याजिक फोटो सर एप्समै छुनुहोस् त एकचोटि माथि नै सर एप्समा। एप्समा छुनुभयो अब यहाँ सर्चमा जानु सर। त्यहाँनिर के लेख्नु ब्याकग्राउन्ड लेख्नुहोस् बिएसिके जिआरओयुएनडी सर्च गर्नु त। यो सुरुमा आएको छ नि सर यो धर्सा धर्सा भएको यसलाई चाहिँ क्लिक गर्नु। यो चाहिँ हाम्रोमा बस्छ कि तल तल तान्नु सर एकचोटि यसलाई बसिसक्यो ल। अब फेरि एप्समा जानु सर ल यो ब्याकग्राउन्ड चाहिँ तपाईँले भोलिको दिनमा प्रयोग गर्नु मिल्नको लागि त्यहाँ राखेको है। अनि त्यहाँनिर पिक्स बे भनेर एकचोटि सर्च गर्नु त अस्ति हामीले गरेको थियौँ नि। हो कुनै कुनै चाहिँ हजुरलाई पिक्सवेबाट आवश्यक फोटो छ भने किन त्यो नयाँ ब्राउजर खोलेर पिक्सवेमा जानु त। ब्याकग्राउन्ड लेखेको ठाउँमा पिक्सवे लेख्नु सर। यहीँबाट के चाहिँ भन्नुभयो हजुर पिक्सवे पिआइएक्सएबिएवाई अस्ति हामीले सर्च गरेको थियौँ नि फ्री फोटोको लागि। ए एक्सए ए सरको नेट गयो कि मेरो नेट गयो। हो यो चस्मा यो ग्रिन पिक्स स्क्रिन आइरहेको छ नि त्यसलाई छुनु सर। ओपन गर्नुहोस्। तपाईँलाई कुनै फोटो चाहिँ यहाँबाट चाहियो भने यहीँ लिनुहोस् भनेर कि उता फेरि जानु पर्दैन भने सजिलो गरिदिएको मात्रै है यो। ल भयो यो पनि कहाँ आएर बस्यो अब हेर्नु त यहाँनिर आएर बसेको छ है। तपाईँलाई भोलि पिक्सवे चाहियो नि यहाँनिर चाहिँ पिक्सवे यहाँ छ। अनि ब्याकग्राउन्ड यहाँ छ अघि डिजाइनहरू बसेको जस्तै कि देख्नुभयो। ए ए हजुर त्यसरी हजुर राख्नको लागि मात्रै हो। अब अपलोडमा जानुहोस् सर। अब चाहिँ म गाइड गर्दैन हजुरले नै गर्नुपर्छ है। अपलोडमा जानुहोस्। हुन्छ। हो यो फोटोलाई छुनुहोस् यो फोटो। यो चाहिँ एकचोटि मात्रै बनायो भने पुग्छ नि त। अब तपाईँले एकचोटि सिक्नुहुन्छ नि पछि चाहिँ आफूले फाइनल बनाउनुहुन्छ है। यो तिनवटा डटमा छुनुहोस् सर। के गर्नुहोस् भने तल जानुहोस् सेट एज ब्याकग्राउन्ड होला सर। हो तल हो गुड। यो के भयो अब ठुलोमा अब तपाईँलाई म एउटा रुल्स भनिदिन्छु। त्यसपछि अघि गर्नुभएको जस्तै गरी फोटो ल्याउनुहोस् फ्रेम ल्याउनुहोस्
लेख्नु है। म तपाईँले के लेख्ने भनेको म भनिदिन्छु, रोक्नु है त। सर हजुरले के नगर्नुहोस् भन्दाखेरि सुन्नु है, यो स्क्रिनको यो धर्सो छ स्ट्रेट लाइनको राइट साइड, लेफ्ट साइड र यो स्ट्रेट लाइनको राइट साइड, अनि यो माथि यो स्लिपिङ लाइन छ नि सर, यो स्लिपिङ लाइनको मास्तिर, यो तलतिर पनि यो स्लिपिङ लाइनको तलतिर एउटा कतै पनि लेख्नु भएन। तपाईँले लेख्नु पर्यो यति भित्र मात्रै लेख्नु पर्यो कि, यति भित्र मात्रै लेख्नु पर्यो। के लेख्ने, आफ्नो फोटो राख्ने, त्यो कुरा चाहिँ यति भित्र मात्रै गर्नु पर्यो। त्योभन्दा बाहिर यदि गर्नुभयो भने तपाईँको चाहिँ के हुँदैन भन्दाखेरि, त्यो के हुँदैन पछि भनौँला, अहिलेलाई चाहिँ यति फलो गर्नुहोस्। के अरे, रामले कि सीतालाई सर यो लक्ष्मण रेखा पार नगर भनेको, पार गरेपछि के भयो, रावणले लिएर गयो हो। तपाईँलाई नि रावणले लान्छ त्यही भएर मैले भनिदिएको मात्रै हो। ल सर यति भन्दा बाहिर चाहिँ नजानु होला है त। अब म थोरै तपाईँलाई देखाउँछु, मेरो स्क्रिन सेयर गर्छु ल। स्टप सेयरिङ, हुन्छ म्याम। त्यो के हो भन्ने कुरो बुझ्नु भएछ नि, तपाईँले बनाउनुहुन्छ जस्तै। ल यही च्यानलमा छ होला नि। यहाँ हेर्नु त सर, जस्तै यो आर्ट मान्डुको चाहिँ यति प्रोफेसनल छ। यो मेन च्यानल आर्ट मान्डु भन्ने रहेछ, अनि उसको च्यानलको एकछिन म्याम। यो आर्टमा छ नि यहाँ जुन। देखाएँ। त्यो स्टेप सेयर गरौँ म्याम मैले। ए तपाईँले स्टप सेयर गर्नु भइसकेछ त, मेरो आइरहेको अहिले त। ए भर्खरै भयो। देख्नुभयो मेरो, ए देखिरहनु भएको छ है। देखेँ म्याम। हो यो मेन च्यानल चाहिँ काठमाडौँ भयो है। अनि यहाँ चाहिँ उसले के रहेछ, यहाँ टक्क लाएर डाइरेक्टरको एउटा चेयर रहेछ, एउटा यहाँ के छ त एक्सन कट भन्ने छ, यहाँ लाइट छ, अनि यहाँ काठमाडौँ भनेर नामसाम लेखेको छ नि त। उसले लेखेको भनेको यति भित्र नै लेखेको छ है। हो हजुरले यसरी लेख्ने, यो लेख्ने चाहिँ कहाँ रहेछ त, यो भनेको ब्यानर रहेछ, बुझ्नुभयो। यसलाई भन्छ ब्यानर। अब उसले त आफ्नो फोटो सोटो नराखेर त्यति मात्रै राखेको रहेछ होइन। अब अरू कसको छ, रोक्नु है त, म अरू पनि देखाइदिन्छु यहाँनिर। तपाईँले लेख्नुपर्ने चाहिँ के हो त विशेष भनेर मात्रै देखाउँला है। उम्, 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 उम्। के छ त त्यहाँ, खोइ कसको छ त यहाँतिर, मेरै देखाइदिन्छु है त एकैछिन। जस्तै मैले यहाँ लेखाएको छु नि सर, हेर्नु है मेरो च्यानल मैले के लेखाएको छु, किप ड्रिमिङ, एउटा सानो शब्दमा लेखाएको छु होइन, पातलो। अनि अनिता लेखाएको छु, अनि यहाँ बल लेखाएको छु फरक फरक उसमा। अनि आफ्नो फोटो राखेको छु, अनि त्यो फोटोमा सर्कल फ्रेम, अघि फ्रेम राख्नु मैले हजुरलाई सिकाइसकेँ होइन, लेख्न पनि सिकाइसकेँ, ब्याकग्राउन्ड राख्नु सिकाइसकेँ। ब्याकग्राउन्ड टेक्स्टको अब यो पछाडि ब्याकग्राउन्ड राख्नु अहिले सिकाउँला। हो यो भनेको चाहिँ के त, च्यानल आर्ट रहेछ, तपाईँको च्यानल पछाडि आएर बस्ने कुरो रहेछ। त्यसैले चाहिँ तपाईँले अब के लेख्नु पर्यो त भन्दाखेरि, सतीश चौधरी, अनि त्यसपछि तपाईँको च्यानलमा के राख्नुहुन्छ त्यो लेख्न पनि सक्नुभयो, अथवा वेलकम टु माई युट्युब च्यानल भनेर चाहिँ लेख्न सक्नुभयो। अनि तपाईँको फोटो राख्नु पर्यो, बुझ्नुभयो। बुझेँ म्याम। ल अब गर्नुहोस्, हजुर गर्नुहोस्, स्क्रिन सेयर गर्दै गर्नुहोस्, केही समस्या पऱ्यो भने भन्नुहोस्, म यहीँ छु है त। ए हुन्छ म्याम।
केही भयो भने भन्नु है। हुन्छ। उहाँले भन्नुहोस् अनि भन्नुहोस्। हुन्छ म्याम। ठिक छ सर, अब यो वेलकम टु माई च्यानललाई पनि अलिकति लामो गरिदिने हो कि त, अलिकति उ देखिने हो कि है। ओ ल, हो त्यहाँ बिचमा ठिक छ ल, त्यो देखियो। अब कलरहरू राख्नुहुन्छ, कलर राख्नु, फन्ट चेन्ज गर्नु थोरै, अनि त्यो फोटोलाई यसो फ्रेमतिर राख्न चाहनुहुन्छ भने इलिमेन्ट्समा फ्रेम छ त्यो ल्याउनु। एक्सपेरिमेन्ट होइन। हजुर, माथि सर्च गर्नु, सर्च गर्नुपर्छ, त्यहाँ रिसेन्टली युज फ्रेम त्यहीँ छ। कस्तो खालको फ्रेममा राख्न चाहनुहुन्छ फ्रेम खोज्नुहोस्।
ठिक छ भयो। हुन्छ। अब यसलाई के गर्नुहोस्, हो पुरै सेलेक्ट गर्नुहोस् सर एकचोटि। हो अब डिलिट गरिदिनु, पक्नु पक्नु हो अब। हो डिलिट गरिदिनु, डिलिट किबोर्ड थिच्नु। भयो ए अब केही कतै नहटाउनु है अब। अब हटायो भने फेरि दायाँ बायाँ जान्छ लेखेको कुरालाई, अब कहीँ नसुन्नु। अब सिधै कहाँ जानु, ब्याकग्राउन्डमा जानु सर। यता आउनु। ठ्याक गर्दैन। ब्याकग्राउन्ड गरेको थियौँ नि सर यतापट्टि लेफ्ट साइडमा। अघि इन्स्टल गरेको थियौँ नि हामीले है। यहाँ छ हजुर, अझै तलाउनु त। हो ऊ त्यहाँ ए ब्याकग्राउन्ड। अब हजुरलाई कुन ब्याकग्राउन्ड मनपर्छ चुज गर्नु। छुँदै हेर्नुहोस् त, छुन पाइयो। छुनुहोस् त, त्यहाँ देखिन्छ। कलर मात्रै राख्छु भन्ने पनि पाइयो, यहाँ माथि चाहिँ कलर मात्रै चाहिँ है। यहाँ चाहिँ कलर मात्रै यहाँ छ। तपाईँ यो नराख्नु देखिएन। ए यो हो त्यसमा एरम थिच्नु त अर्को पाउनुहुन्छ हो। यही राख्नुहुन्छ होला, एउटा राख्नुहोस् न जुन भए पनि। ल अब यहाँनिरबाट अर्को अरू केही राख्न चाहनुहुन्छ भने चाहिँ तपाईँ यो पिक्सबेमा जानु भएर पनि खोज्न सक्नुहुन्छ ल। ए यहाँबाट उम्, जस्तै मैले सनराइज राखेको छु नि, हो त्यस्तै हजुरले पनि केही राख्न सक्नुहुन्छ नि। माउन्टेन लेख्नु त, तपाईँलाई ट्राभलिङ गर्ने भएर। कुनै माउन्टेन यसो मनपर्छ नि एउटा चुज गर्नु त। त्यही गर्नु। हुन्छ, यसलाई फुल गरिदिनु। फुल गरिदिनु। अब यसलाई सेन्ट ब्याकग्राउन्ड गर्नुपर्छ अहिले। राइट क्लिक गर्नु त, यही भित्रै राइट क्लिक गर्नु। लेयरमा जानु। सेन्ड टु ब्याक गर्नु। सेन्ड टु ब्याक। हो ल। अब यो देखियो, तर तपाईँको के भयो त, फोटो पनि देखियो, टेक्स्ट चाहिँ कलर मिलेन नि त। अब टेक्स्टको कलर चेन्ज गर्नु त। वेलकम टुमा त के पनि देखेन त। त्यो वेलकम टुमा ऊ राखिदिनु भयो भने हुन्छ सर। के भन्छ त्यसलाई, ब्याकग्राउन्ड कि उयो इफेक्टबाट। ए ब्याकग्राउन्ड यसमा। वेलकम टु माई युट्युब च्यानलमा। युट्युबको वाइ पनि त्यताबाट होइन सर, यताबाट। टेक्स्टको इफेक्ट राख्ने त्यहाँबाट, यहाँबाट। उता ए यहाँबाट होइन। इफेक्टमा छुनु सर, त्यो ट्रान्सपेरेन्सी भयो। इफेक्टमा होइन, त्यो होइन सर। नो, यो ट्रान्सपेरेन्सी हो, इफेक्टमा छुनुहोस्। ए यहाँनिर यो तल छ, ब्याकग्राउन्डमा जानु तल। हो त्यहाँ सुन्नु ओ, अलिकति देखेँ है। अब यहाँतिर नि अलिक कलर चेन्ज गर्ने हो के छ भने गर्नु होला। ए स्माइल एउटै गरौँ नि। हुन्छ, गर्नु त। हो ल ठिक छ। यो अब अहिलेलाई ठिकै छ भनौँ न होइन, यति हो। अब यति गरेपछि यो के तपाईँको थम्बनेल भन्यो, सरी च्यानल आर्ट भन्यो है। अब यो चाहिँ के अँ, भने तपाईँलाई सिकायो, भोलि अलिक पर्फेक्ट जानु भएपछि तपाईँले मजाले गर्नुहुन्छ। यो चाहिँ च्यानल आर्ट। अब यसलाई के गरौँ, सेयर गरौँ ल, सेभ गरौँ। सेयर नै गर्नुपर्छ कि सेयर गरेर सेभ हुन्छ। त्यहाँ क्लिक गर्नु न, त्यहाँ आउँछ अप्सन। ए डाउनलोडमा के देखाइरहेको छ, दुईवटा देखाइरहेको छ होला, पक्नु है त। एउटै हो, एउटै रहेछ ल। अलिकति स्क्रोल गर्नु त, स्क्रोल हुन्छ नै। भनेपछि एउटै नै रहेछ डाउनलोड। ल यति हो क्यानभा काम। अब यहाँनिर तपाईँलाई जस्तै तपाईँ त सरकारी कार्यालयमा काम गर्नु हुँदो रहेछ नि त होइन। तपाईँलाई अँ, कहिले सर्टिफिकेटहरू चाहिन्छ होला, हजुरले बनाइराख्नु भएको छ कि छैन। नभए चाहिँ फाइलमा आउनु त। सर वेबसाइट चाहिँ त्यो वेलकम टु माई। त्यो त तपाईँको उस भनेको त्यो छोडिदिनु। यहाँ फाइलमा आउनु त, एउटा कुरा म सेयर गर्छु हजुरलाई अनि। जस्तै क्रिएट न्यू डिजाइन त सुन्नुहोस् त। यहाँ भिडियोहरू पनि एडिट गर्न मिल्छ है। अहिलेलाई छोडिदिनुहोस्, त्यहाँनिर के लेख्नुहोस् भन्दाखेरि सर्टिफिकेट लेख्नुहोस् त। CERTIFI, सर्टिफिकेट।
फिसिएटी सर्टिफिकेट स्पेस गर्नु भयो। अब कस्तोमा चाहियो सर्टिफिकेट तपाईँलाई, ल्यान्डस्केपमा चाहियो कि पोर्ट्रेटमा चाहियो, गिफ्ट सर्टिफिकेट चाहियो कि कस्तो चाहियो? एउटा चुन भयो नि, छुन्नुहोस् न। अब खुल्छ नै त। तपाईँलाई चाहिँ यो चाहिँ बेस्ट हुन्छ भनेर मैले सेयर गरेको है। अब यहाँ अलिक फर्मेट अब के हुन्छ, नो थ्याङ्क्स गरिदिनु। अब यतापट्टि फर्मेट त सबै, अब कुनै प्रो नछुनु, प्रो बाइक कुनै एउटा छुनुहोस् न। ठीक है। प्रो नछुन्न है, प्रो हाल्छ नि पैसा माग्छ नि, इन्टु गरिदिनु। त्यो प्रो छुनु भयो तल तल जानु त। यो पनि प्रो छैन, के छुनुले प्रो छैन। हो, अब यो सर्टिफिकेट छ, अब यहाँ के नि सर्टिफिकेट अफ पार्टिसिपेन्ट, केमा पार्टिसिपेन्ट भयो त्यो मान्छेको नाम लेखिदिने। अनि यहाँ समीर हादिद भन्ने ठाउँ तपाईँको सिओ को छ त्यो लेखिदिने। अनि यहाँनिर स्पिकर लेख्ने, अनि यहाँनिर यति भएपछि के गर्ने त, संस्थाको लोगो राख्नु छ भने यतातिर राखिदिने। अनि यसलाई प्रिन्ट गरिदिने। अनि तपाईँले उसलाई पैसा तिर्नु परेन, एक्स्ट्रा कसलाई तिर्नु परेन भन्दाखेरि ग्राफिक डिजाइनमा गएर त्यो स्टुडियोतिर तिर्छौँ नि हामी पैसा। यो थाहा थियो हजुरलाई पहिल्यै? ए नहीं मैम, फर्स्ट टाइम नहीं गर्दैछु यो। यो सर्टिफिकेट चाहिँ यसरी गर्न सक्नुहुन्छ भनेर, अब यहाँ भिडियो एडिटहरू गर्ने छ तर त्यो पछि गरौँला। अहिले चाहिँ सर्टिफिकेटसम्मलाई बुझ्नुभयो हुन्छ ल। ल हजुर। अब हामी कहाँ जाउँ भने युट्युब स्टुडियोमा जाउँ। जुन खोल्नु भएको छ नि युट्युब, हो त्यसको युट्युब स्टुडियोमा जाउँ त। युट्युब अघि राखेको कुरालाई अब देखाउने काम है त, युट्युब स्टुडियो। तपाईँले अब मैले भन्छु है त, यो कहाँ हो भन्दाखेरि यो यो जुन राखिएको छ नि यो गाडी, यो के चाहिँ तर कहाँ हो, यो कुलेखानी हो क्या हो? यो पोखरा त्यो भन्दा ए क्युआर तालको राख्छु हो, यहाँनिर आउँछ है त। ल अब कहाँ कस्टमाइज च्यानलमा जानु छ। कस्टमर चार। उम्, यहाँनिर राख्नु छ त्यो, अब रिमुभ गर्नु, रिमुभ अथवा चेन्ज, अपलोड गर्नुहोस्। अब डाउनलोड हेर्नु त, हो त्यही माथिकै हो, तलको त थम्नेल हो, माथिको ओपन गर्नु। अब रोक्नु। अब यहाँ मैले अघि तपाईँलाई सीताले हरण गर्दा भन्नु कुरो चाहिँ के हो भने, यहाँ माथि चाहिँ छ, यहाँ आएर छुनु त, भ्यू अन टिभी छ नि सर। हो, तपाईँको च्यानल कसैले टिभीबाट हेर्दैछ भने उसले चाहिँ यो हिमाल बादल यो सब देख्ने भयो। अब बाहिर छुनुहोस् एकचोटि फेरि। अब तपाईँको यो के भन्छ यसलाई, च्यानल चाहिँ कसैले यो सबै भ्यू अन डेस्कटप भनेको छ नि, हो ल्यापटपबाट हेर्दैछ भने यति देख्दो रहेछ कि है। ए, अनि फेरि अब यता आउनुहोस् त, बाहिर छुनुहोस् त एकचोटि, भ्यू अन मोबाइल भन्नेमा बाहिर छुनु, त्यहाँ हटाउनु माउस। हो, भ्यू अन अल डिभाइस भनेको चाहिँ तपाईँले लेख्नु भएको कुरा चाहिँ यति चाहिँ मोबाइलबाट पनि देखिँदो रहेछ, सबै डिभाइसमा देखिँदो रहेछ भन्नु गर्थ्यो नि। अघि तपाईँले त्यो मैले भनेको रेखा भन्दा यता लेख्नु भएको भए, यता लेख्नु भएको भए, माथि लेखेको भए, तल लेख्नु भएको भए के हुन्थ्यो त, धेर उम्, तर हाम्रो के छ, मोबाइलबाट छ हो, ल्यापटपबाट टिभीबाट हेर्ने मान्छेले कसले चाहिँ त्यहाँ गरी हेर्छ त, मोबाइलबाट हेर्ने युजर धेरै छ नि त। अनि तपाईँले लेख्नु भएको कुरा चाहिँ राम्रो राम्रो छ तपाईँको च्यानल आर्टमा, तर यहाँ माथि काट्यो अरे, यता दायाँमा काट्यो अरे भने के हुन्छ त, मजा भएन नि त, बुझेन नि त मान्छेले। हो त्यही भएर त्यो भित्रै ए, बक्स कसरी लेख्नुपर्छ भनेको होइन, बुझ्नुभयो? अब चाहिँ बुझेँ। बाहिर लेख्नु भएको भए हराउनु हुन्थ्यो। हो यही होला, डन गर्नुहोस् अब। अब यहाँ थोरै एउटा यहाँ पब्लिस गर्नुहोस् अब। अब यहाँ गो टु च्यानल भन्ने आउँछ, एकैछिन यहाँनिर हेरिराख्नु ल। तल आउँछ सेभ हुने बित्तिकै आएर गइहाल्छ, फेरि त्यसलाई छुइहाल्नुपर्छ नि। हो त गो टु च्यानल छुनु त हो नि त। ल अब चेन्ज भयो हेर्ने तपाईँको च्यानल आर्ट। ए अलिकति माथि आएर छैन म्याम यो। अलिकति माथि गएछ, त्यसलाई तान्नु। उम्, त्यो हाम्रो अब काम गरेपछि त्यो सेभ भएर बसिरहेको हुन्छ, त्यसलाई फेरि एडिट गर्न सक्यो। अब यसलाई थोरै अहिले त सिकायो, तपाईँ अझ राम्रो गर्नुपर्छ, यतिले मात्र त हुँदैन है। जस हजुर राम्रो हजुर। ल्यापटपमा यति देखिएको छ, यही नै हो मेन कुरा है त, बुझ्नुभयो हजुरले? अब जे होस् हजुरलाई क्याप सरी, यो हाम्रो के भन्छ, थम्बनेल। क्याप अलिक चलाउन अनि थम्बनेल बनाउन आफैले ए अब अभ्यास वाह। भन्दाखेरि हजुरले यो एकचोटि थम्बनेल बनाउने, यो बनाउने, अनि त्यहाँ एक्स्ट्रा मैले भन्न छुटाएको कुराहरू पनि के होला त, त्यो कुरालाई पनि एकचोटि खोतलेर हेर्नुहोस्।
र भोलिको दिनमा हामी त्यसको बारेमा डिस्कस गरौँला है त। ए, हुन्छ म्याम। मैले हिजो हिजो चाहिँ अलिअलि हिजो चाहिँ पढाएको थिएँ नि भाइ म्याम। उम्, हिजो पढेकोबाट मैले अलिअलि गराएको छु म्याम यो। ल आज देखाउनुहोस् न। यसो अलि यसलाई मैले रेकर्डिङ गरेर स्टप गरिदिएँ ल।